नमस्कार सम्पूर्णमा म दयाराम थापा तपाईलाई स्वागत छ हाम्रो युट्युब च्यानल दयाराम अफिसियलमा। सम्भवतः मैले यो सर्वप्रथम पहिलो पटक हाम्रो यो युट्युब च्यानलमा समाचार वाचन गरिरहेको छु। कृपया तपाईहरु हाम्रो च्यानलमा नयाँ भिजिट गर्दै हुनुहुन्छ भनेदेखि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। दर्शकबिन हामीहरू देश तथा विदेशमा घटिरहेका नयाँ ताजा समाचार अपडेटहरू लिएर उपस्थित हुनेछौँ। दर्शकबिन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही बीच गोप्य रूपमा भेटवार्ता भएको विभिन्न सञ्चार माध्यमबाट जानकारी प्राप्त भएको छ। नयाँ युवा शक्तिहरू राजनीतिक तवरमा एकीकृत भएर चुनावमा जानुपर्ने कुरा बाहिर आएको छ। दर्शकबिन तपाईहरु सम्पूर्णलाई जानकारी भएकै कुरा हो, जेनजी आन्दोलन पछाडि जेनजी समूहहरू दुई ग्रुपमा विभाजित भएर अहिले आफ्नो तवरले अगाडि बढिरहेका छन्। एउटा जेनजी समूह भनेको सुदन गुरुङको छ भनेदेखि अर्को मिरज ढुङ्गानाको छ। दर्शकबिन सुदन गुरुङको जेनजी समूहले भने चाहिँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने लगायत काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपालका संस्थापक कुलमान घिसिङहरूलाई चुनावमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेर त्यही अनुरूप अगाडि बढिरहेको छ भनेदेखि यता मिरज ढुङ्गाना नेतृत्वको जेनजी समूह भने सरकारले गरेको काम त्यति राम्रो नभएकोले गर्दाखेरि त्यसको आन्दोलनको लागि चाहिँ अहिले सडकमा उत्रिएर आन्दोलन गरिरहेको छ। र दर्शकबिन जेनजी नेता निकोलस भुसाल अहिले त्यसैको लागि आमरण अनसनको क्रममा रहेका छन् र यसै क्रममा जेनजी नेता निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने र कुलमान घिसिङ एकै ठाउँमा एकीकृत भएर अगाडि बढ्न सक्ने भए तापनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह भने सँगै जान नसक्ने बताएका छन्। त्यसै गरेर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह यो जेनजी आन्दोलनमा लुकेर बसाएको भन्ने अभिव्यक्ति दिएर पनि आक्रोश व्यक्त गरेका छन्। भर्खरै मात्र नेकपा एमालेको 11 महाधिवेशनबाट तेस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएका केपी शर्मा ओलीसँग काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चुनावमा प्रतिस्पर्धा गर्ने कुरा हास्यास्पद रहेको केपी शर्मा ओलीले बताउनु भएको छ। उहाँको क्षेत्रमा उहाँसँगै चुनावमा लड्ने प्रतिस्पर्धा गर्ने भन्ने कुरा चाहिँ उहाँले एकदम सरलताका साथमा लिनुभएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो फागुन 21 को चुनावमा आफ्नो क्षेत्रबाट उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ। उहाँले एकै व्यक्तिले एकै क्षेत्रबाट 3 पटक चुनाव लड्न नहुने बताउँदै अब नयाँ आउने को लागि चाहिँ नयाँ अनुहारको लागि उहाँले आह्वान गर्नुभएको छ। त्यसै गरेर आफ्नो क्षेत्रीय बैठकमा पनि उहाँले को आउने हो सक्षम उम्मेदवार अगाडि आउनको लागि आग्रह पनि गर्नुभएको छ। त्यसै गरेर केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उहाँले नयाँलाई अगाडि ल्याउनको लागि युवालाई अगाडि ल्याउनको लागि यो त्याग गरेको पनि बताउनु भएको छ। साथै उहाँले समानुपातिकमा भने उहाँको उम्मेदवारी रहने नरहने भन्ने कुरा अझै पनि निष्कर्ष आएको छैन। सिन्धुली जिल्लाको कमलामाई नगरपालिका धुराफाटमा आफ्नै सासू र नन्दले बुहारीको हत्या गरेको स्वीकार गरिसकेका छन्। दर्शकबिन मृतक सुशीला बमजनका श्रीमान रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेको र उनैको योजनामा त्यो घटना घटाइएको कुरा बाहिर आए सँगसँगै अहिले यो घटनालाई एकदम सूक्ष्म तरिकाले प्रहरीले अनुसन्धान गरिरहेको सञ्चार माध्यमहरूले जनाएका छन्।